हेलो साथीहरू, इट्स मी मनिषा। वेलकम टु माई न्यू ब्लग। हिजो रहेको थियो सोनमको बर्थडे अनि हामी गयौँ अनि केक लिन अनि सोनमको लागि। अनि सोनमलाई चाहिँ हामी चाहिँ सरप्राइज दिनको लागि चाहिँ अनि केही भनेको थिएनौँ उसलाई। अनि ऊ चाहिँ गेटमा उभिएको थियो कि अनि फुपू फुवाजू आउनुभयो के लिएर आउनुभयो भनेर। अनि उसलाई लङ टाइमबाट एउटा चिज चाहिँ चाहिरहेको थियो। अनि हामीले चाहिँ उसलाई सरप्राइज दिनको लागि चाहिँ हामीले भनेको थिएनौँ। अनि ऊ चाहिँ अनि स्याड फेस लिएर उभिरहेको हुन्छ क्या। अनि उसको फुपाजीले चाहिँ भन्नुहुन्छ अनि सोनम योचोटि चाहिँ भएन है, सरी, अनि अर्कोचोटि चाहिँ नेक्स्ट टाइम चाहिँ हामी ल्याइदिन्छौँ ल भनेर भन्नुभयो। अनि ऊ चाहिँ ओके फुपाजू, नो प्रब्लम, नेक्स्ट टाइम चाहिँ ल्याइदिनु, केही छैन भनेर अनि ऊ स्याड फेस लिएर भन्दै थियो। अनि त्यसपछि हामीले अनि ठिकै छ भनेर अनि उसले सरप्राइज दिन आँटेको। अनि त्यसपछि साथीहरूले हजुरले देख्न सक्नुहुन्छ यो भिडियोमा चाहिँ के चाहियो सरप्राइज भनेर। धेरै ठुलो त होइन साथीहरू, तर पनि उसको खुसीको लागि हामीले थोरै भए पनि होइन ऊ धेरै अनि खुसी भयो र अनि एकदम इमोसनल पनि भयो। हामी पनि त्यसको इमोसनल देखेर हामी पनि सबैजना इमोसनल भयौँ साथीहरू। अनि आजको भिडियो हजुरहरूको लागि धेरै समयपछि लिएर आएको छु साथीहरू। अनि हजुरले यो भिडियो देखेर धेरै माया र ब्लेसिङ्सहरू दिनु होला र मेरो भिडियोलाई लाइक सब्सक्राइब गर्न नबिर्सिनु होला साथीहरू। बाई।